एनाकोन्डाको मासु बन्दैछ आज हाम्रो गाई। हेलो गाइज, गुड इभिनिङ, वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज हामीहरू बनाउँदैछौँ राति भिडियो, किनभने चाहिँ दिनभरि सुते। आज हामीहरू गर्दैछौँ बाइक रेस। एउटा अगाडि छ बाइक, अर्को बाइक यहाँ छ। हम कम सा हो देखिए। हाँ भाई, ट्रेन राइडर था। रेस हम लोग जीत रहे हैं। गाइज हामीहरू चाहिँ मासुको खोजीमा छौँ। मासु मिल्छ कि नै यहाँ दोकानमा सोध्नु त एकचोटि जाएर सोध्दैन ल पन्जाबै एक्लै जाउँ न, एक्लै जाउँ न भयो यार। यिनीले त गराल्यो, यिनीले ना हुन्दिने, नान खान्दिने। गयो एक त नआयो त्यहाँलाई भाइ। डोनट आण, डोनट मलाई घुमाउँछ। डोनट हानेर घुमाउँदै पढे। आजको दिन, आजको रात यसै मासु खोज्दै खोज्दै जाने होला गाई जो हो कि हो। त्यही बस्छ मसला मसला त केही नै लिएर बेला 400 कति रुपियाँ किलो छ यार मासु। 400 रुपियाँ किलो क्याको मुर्गाको 400 भइगेला। 400 त छ धनगढीतिरलाई। क्या पार्टी आज फास्ट फूड बनाया पार्टी आज हामीलाई पार्टी खबर गर्नु हाम्रो त्यही दिन हामीलाई के हो पार्टी आज त। मेरो चाहिँ अहिले रातिको 1 बजे मासु बनाउन लाग्छौँ। हामीहरूलाई रातिको 1 बजे भोक लाग्छ कि गाई, त्यही भएर हामीहरू त सब सुत्या छन्। हामीहरू चाहिँ भने मासु तयार गरेर छौँ के सब यो मासुमा सिक्रेट मसला के हाल्नु भएको छ हजुरले? सिक्रेट मसला आफ्नै हो, बताउनु पर्दैन। यो नबताउनेवाला पनि हो र? ए आफ्नो कुन कुन मसला होला यसमा? आलु, प्याज, टमाटर, भिन्डी। भिन्डी पनि छ त है? सब ए त्यसो पो हो।
अब यो के हुँदा यो कुन सिक्रेट मसला हजुरको यो विदेशबाट इम्पोर्ट भएको हो। ए विदेशको हल्दी हो ए हल्दी होइन नि त यो त त्यसो भए त टर्मरिक होला विदेशबाट आयो भने यो गाउँघरको हल्दी होइन नि त यो त विदेशबाट हल्दी हो अरू के छ त हाम्रो यहाँ कुन कुन देशबाट कन्ट्रीबाट आएछन् यसमा यो 16वटा देशबाट आएको मसलाहरू कुन कुन कन्ट्रीबाट होला अमेरिका छ, जापान छ, रुस, कोरिया, फ्रान्स भयो। हजुर भयो यो त्यो प्याज चाहिँ कुन कन्ट्रीबाट आयो हो प्याज चाहिँ इन्डियाबाट हो। त्यसपछि टमाटर टमाटर नेपालको त्यसपछि यो लसुन लसुन हो अमेरिकाको। अमेरिकाको यो मासु चाहिँ कताबाट ल्याउनु भएको हो मासु चाहिँ अफ्रिकाको जङ्गलबाट अफ्रिकाको जङ्गलबाट ल्याउनु भएको मासु हो यो मासु चाहिँ के को दाइ एनाकोन्डाको एनाकोन्डाको मासु बन्दैछ आज हाम्रो गाइस हजुर नि आउनु होला खानको लागि एनाकोन्डा हो पुरा दाइ यार यसमा खुट्टा त यार मुर्गा जहाँ छन् भयो यार ए रासी भाइ यो नुन चाहिँ कताको हो नि यो नुन हो रसियाको। रसियाको नुन हो दाइ यसमा स्वाद फरक आउँछ कि एकदम कहाँको स्वाद आउँछ रसियाको। ए आज यो के को मासु अरे यो एनाकोन्डा खानामा कस्तो लाग्छ आज हजुरले त सब चिजको खानुभयो होला नि हजुरले ट्राई गर्नुभएको छ कि नै पहिला बनाउने स्टेप मै हो मेरो हातको त जे पनि राम्रो यो चपिङ बोर्ड चाहिँ कताबाट किनेर ल्याउनु भयो यो चपिङ बोर्ड धेरै महँगो हो। यो चपिङ बोर्ड कुन कताबाट हो कताको यो जर्मनको चपिङ बोर्ड हो ए यो मासु बनेर कहाँ बुझाउने पार्सल कहाँ हुने हो यो डाइनिङ टेबलमा डाइनिङ टेबल कहाँबाट लियौँ हामीले त्यो हो फ्रान्सबाट। फ्रान्सको डाइनिङ टेबल हेर्नु हाम्रो यहाँ सब के नै हाल्नु ला यो भात कहाँको हो अफ्रिकाको भात हो यो अफ्रिका खानु नि सर भिडियो यसो नाही करता म्हणे पुढच्या 3 का पण यार यामा 4 का पण यामा 5 का पण कालीगर कसो कालीगर आहे यार क्वालिटी भन्नु कि इक्वालिटी भने के हो मलाई हुन्न छ यसलाई एकै फेरलाई यसले त भस्काइदियो होला एकै फेर त्यो सोध्नु नै पाइन ला एमी ए कुकुर हट तू से ला ओल कुकुर के लेखा राखेन हड्डा दिदिया अरे टम के नहीं हाल्ला यार हां रात तो जलाउनु रे दिन मात्रै हो भन्नाले ओले मात्र हो जला रे गाइज टेस्टिङ है भन्ना लाग्यो बल बाल्यो बान्नाले उना लाग्दो लारेको अनरो जको हुन्छ बाहाइला निको छ ल टेस्टिङ